रोयल इनफिल्डको 2026 गोबन क्लासिक 350 बुटवलमा सार्वजनिक बुटवल 2 वैशाख। मिड साइज मोटरसाइकल सेगमेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा 2026 एडिसन गोबन क्लासिक 350 सार्वजनिक गरेको छ। बोबर इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ। यसको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रायली बुटवलमा बुधबार सार्वजनिक गरिएको यो मोटरसाइकल नयाँ मोडलमा 349 सीसी एयर आयल कुल सिंगल सिलिन्डर इन्जिनलाई जडान गरिएको छ, जसले 100 आरपीएममा 20.2 बीएचपी पावर र 4000 आरपीएममा 27 एनएम टुरक्यू उत्पादन गर्छ। कम्पनीका अनुसार यो इन्जिनलाई लेड ब्याक बोबर स्टाइल अनुरूप स्मुथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ। यसको 5 स्पडी गियरबक्सले सहरको भिडभाडदेखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ। मोटरसाइकलमा नयाँ असिस्ट एन्ड स्लिपर क्लच, अपग्रेड गरिएको यूएसबी टाइप सी चार्जिङ पोर्ट तथा डाउनसिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ। यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ। डिजाइनतर्फ यसले आफ्नो सिग्नेचर सिंगल सिट बोबर स्टाइलिङ कायम राखेको छ। लन्चका अवसरमा गैरे प्रतिष्ठान प्रायली की सञ्चालिका लक्ष्मी गैरेले नेपालका राइडरहरू माझ यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरिन्। उनका अनुसार गोबन क्लासिक 350 ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइनअपमा फरक पहिचान बनाउनेछ। गैरे प्रतिष्ठानका लेखा प्रमुख कमल घिमिरका अनुसार बुधबार सार्वजनिक गरिएका मोटरसाइकलहरूमा 5,98,000 र 6,02,000 मूल्यका रहेका छन्। बुटवल शोरूम म्यानेजर नारायण प्रसाद खनालले मोटरसाइकलका विशेषताबारे चर्चा गर्दै यी मोटरसाइकलका राइडरहरूले आरामदायी अनुभव गर्ने बताएका थिए। सन् 1901 देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। ब्रिटिस विरासतबाट सुरु भएको यो ब्रान्डले भारतको मिड साइज 2 पाङ्ग्रे सवारी सेगमेन्टको विकासमा अग्रणी भूमिका खेलेको छ। ब्रान्डको प्योर मोटरसाइक्लिङ दर्शन अनुसार कम्पनीले हन्टर 350, क्लासिक 350, हिमालयन 450, मेटियर 350, इन्टरसेप्टर 650 लगायतका प्रिमियम मोडलहरू उत्पादन गर्दै आएको छ। रोयल इनफिल्डका भारतमा 2000 भन्दा बढी स्टोर तथा विश्वका 80 भन्दा बढी देशमा उपस्थिति रहेको छ। नेपाल सहित विभिन्न देशमा कम्पनीका सिकेडी एसेम्बली फेसिलिटिज सञ्चालनमा छन्।